र पिस पिस बनाइरहेको छु यसरी। अब यहाँ तरकारी पकाउन लागिरहेको छु। प्याज छ, तेल यहाँ यसरी लगाइरहेको छु। तेल चाहिँ अलिकति बढी लगाउनुपर्छ। यसलाई चाहिँ थोरै ज्वानो पड्काइदिने फेरि। त्यसपछि अगाडि काटेको प्याजहरू हालिदिने यसरी। यसलाई अलिकति चलाएर टोटोला लगाइदिने। प्याज हल्का यतिको ब्राउन भएपछि टोटोला लगाइदिने। टोटोला लगाएर चलाउने। मसला चाहिँ यसरी सिलौटोमा, ढुङ्गाको सिलौटोमा पिसेर लगाएको मनपर्छ। मैले मसला रेडी पारिसकेँ। मसला लगाएर केही बेर चलाउँछु। काटेको खुर्सानी र गोलभेडा पनि यसलाई लाएर अब म केही बेर पकाउँछु। अब यसलाई सिलाउने बित्तिकै कस्तो राम्रो कलर देख्छ है, ठाउँ लाग्ने देखेको छ। अब यसमा थोरै खाना मिसाएर त्यो वाचिपाको रूपमा बनाएर खान सकिन्छ। यसरी पाकिरहेको छ है मेरो टोटोलाको तरकारी चाहिँ। यसलाई चाहिँ हल्का पानी लगाएर एकछिनसम्म भुट्ने। यसलाई उसिनेर पकाउँदा पनि हुन्छ, तर मैले चाहिँ सिधै नउसिकन पकाएको छु। मलाई नउसिनेरै पकाएको मिठो लाग्छ। उसिनेर यसलाई थोरै यस्तो तितो फेर्न सकिन्छ। म यसमा थोरै पकाएको खाना मिसाउँछु। मिसाएर यसलाई मोलमाल पार्ने यसरी र एकछिन पकाउने। टोटोलाको तरकारी चाहिँ यस्तो भयो है। अब यसमा थोरै सुप लगाएर यसलाई ग्रेभी बनाउन पनि सकिन्छ र यसलाई यतिकै खान पनि सकिन्छ। यसलाई म थोरै पानी लगाउँछु र यसलाई हल्का ग्रेभी बनाउँछु। मलाई ग्रेभी बनाएकै मिठो लाग्छ। यति पानी लगाएर एकछिनसम्म यसलाई उमाल्छु अनि यो तयार हुन्छ टोटोलाको तरकारी। मैले थोरै नुन एड गरेँ, यसमा राखेँ। अरू सबै सामानहरू लगाइसकेको छु मैले। अब मेरो टोटोलाको तरकारी पुरै पाकिसकेको छ। अब यो हेर्नुहोस् त, बटुकोमा कस्तो राम्रो देखेको चाहिँ। यो कस्तो मिठो हुन्छ। हामी चाहिँ प्राय राईहरू चाहिँ कुखुराको भुत्लाबाट बनिएको सानसानो मसिनो गरेर काटिएको मासु बनाउँछौँ। त्यसलाई वाचिपा भन्छौँ। वाचिपाकै जस्तो टेस्ट हुन्छ है मनपर्नेलाई र खानुहुनेहरूलाई पनि थाहा होला है। तपाईँहरूलाई यो मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस्, लाइक सेयर गरिदिनुहोस्। थ्याङ्क यू।